अहिले वैज्ञानिकहरूले दिमाग लगाएर धेरै अहिले सोध्दैछ वैज्ञानिकहरूले के भन्छ भनेदेखि अल्लाह ईश्वर भन्ने चाहिँ छैन अल्लाह ईश्वरको नाम भएको मान्छे होस् त्यो हुन सक्छ अब कोही भन्छ नि शिवजी गॉड हो भन्छ शिवजी छ तर शिवजीले गॉड नाम राखेर यो शिवजी चाहिँ गॉड हो योले संसारहरुदेखि लिएर हाम्रो मान्छेदेखि लिएर सबै उहाँले बनाएको हो भन्ने कुरा चाहिँ वैज्ञानिकले मान्दैन त्यसो कारणले गॉड छैन गॉडको नाम दिएको मान्छे छ त्यो फरक चाहिँ थाहा हुनु पर्यो देयर इज नो गॉड देयर इज नो ईश्वर देयर इज नो अल्लाह बट जस्ट नेम इज देयर त्यो एउटा कुरा चाहिँ के भनेदेखि किन छैन भनेदेखि ईश्वर मान्नेहरूले ईश्वर कस्तो हो भन्छ भनेदेखि ईश्वर भन्ने चाहिँ एउटा तत्त्व लगाउँछ अनित्य नित्य ईश्वर भन्ने चाहिँ नित्य हो भन्छ रमझुङ स्वयं उत्पन्न भएको हो भन्छ छेमे केबु भन्ने चाहिँ शुद्ध भएको हो भन्छ त्यस्तो तीन गुण भएको अनि एउटालाई पावर भएको एउटालाई अनि गॉड ईश्वर भनेको नाम दियो तर वैज्ञानिकहरूले के भन्छ हो त्यस्तो पावर भएको जो छ त्यो चाहिँ अनि नित्य हो तप नित्य हुन सक्दैन किनभनेदेखि त्यो आफै नित्य भएर फेरि संसारहरु सब उले बनाएको भन्छ संसार हो अनि त भयो नि फल चाहिँ अनि त त्यो फल बनाउनेको खर्च दिए जो हेतु चाहिँ अनि नित्य हुनु सक्दैन भनेर लजिक देखि त्यसले त्यो गरेको छ त्यसो कारणले सम्बोध भाषामा भन्छ तप रङजुङी छेमे केबु मे भन्छ यो एउटा कुरा छ फेरि अनि अन्य धर्मको भित्र के छ आत्मा भनेको कुरा दिएको छ आत्मा छ भन्छ फेरि बुद्धिस्टहरूले के भन्छ बौद्ध धर्ममा आत्मा छैन आत्मा हो भन्छ सबै शून्यता हो किनभनेदेखि प्रतीत समुपता हो प्रतीत समुपता भएको कारणले शून्यता हो भन्छ हामीहरूले पढ्छ नि युङ पढ्छ हैन सबैले युङको भित्र छ नि सुख तोङबा हो तोङबा नि सुमे सुला सुमे डामे ठिमे भन्छ नि त्यसले के भनेको यो खसुल खर्सा रूप शून्यता हो आँख कानले सुन्नेको एउटा शब्दहरू आवाजहरू शून्यता हो भनेर बुद्ध स्वयंले भनेको छ त्यसो कारणले चाहिँ हामीले यो बारेमा थाहा भएर अब कहाँ कुरा आयो भनेदेखि त्यो के अरे हिन्दू धर्म अनि क्रिश्चियन धर्मको भित्र चाहिँ धर्मले वर्ड्स के राख्यो छ रिलिजन भनेर त्यो वर्ड चाहिँ राख्यो छ तर बुद्ध धर्मको भित्र संस्कृतमा के राख्यो छ धर्म भनेर राख्यो अब रिलिजन र धर्म धेरै फरक छ रिलिजन भनेको कुरा चाहिँ के हो भनेदेखि एउटा सृष्टिकर्तालाई अनि सृष्टिकर्तालाई आस्था राखेको एउटा अब एउटा अनि ज्ञानलाई अनि रिलिजन भनेको अब धर्म भनेको कुरा चाहिँ सृष्टिकर्तालाई अनि विश्वास राख्नेको एउटा अनि यो ज्ञान होइन भन्छ बुद्ध स्वयंले भनेको छ धम्मपत्त भन्ने एउटा छ हिनयानदेखि लिएर महायानदेखि लिएर तन्दायानदेखि लिएर बुद्धि सबैले पढ्छ धम्मपत्तमा बुद्ध स्वयंले के भनेको छ धम्मपत्तमा दाङी दागे गइसिन दाङी दागे डायाइन भनेर लेखेको छ अर्को एउटा के छ राङ्गी गइसि राङ्गी के भने राङ्गी
धेना छोम्बे तासांशी रंगी रंगी दुलर छ त्यसको मतलब के हो भनेदेखि इष्टकर्ता भनेर अर्को एउटा छैन आफैले आफ्नो दुःख चाहिँ सृष्टिकर्ताले बनेको होइन आफूको दुःख चाहिँ आफैले गरेको कर्मले आएको हो त्यसको जिम्मा आफैले लिनुपर्छ दुख सुखहरू सबै जिम्मा आफैले लिनुपर्छ भनेर त्यो जुदा के गर्छ हेतु प्रत्यय देखि अनि यो दुख सुखहरू सबै आएको हो कर्म र फलको कुरादेखि आएको हो सृष्टिकर्तादेखि आएको होइन भनेर बुद्धले भनेको छ अर्को एउटा के छ छेपा पर्ने सेन्साइबद्ध जो हामीले दुख सुख काम गर्छ त्यो काम गर्ने चाहिँ सबभन्दा ठुलो चाहिँ को हो भनेदेखि आफू हो आफूको भित्र भएको मन हो भनेको त्यसो कारणले हामीले त्यो कुरा चाहिँ जान्नु पर्यो अब त्यसो भयो भनेदेखि अब धर्म भने चाहिँ के हो शाक्य मुनिको ग्रामको भित्र धर्म भने चाहिँ के हो अब धर्म भनेको चाहिँ म यहाँ क्लियर भन्न चाहन्छु धर्म भने चाहिँ सम्बुटा वर्ड्समा के छ जिम्बा भनेको छ जिम्बा भनेको मतलब चाहिँ समातेको भनेको इंग्लिशमा के छ भनेदेखि क्याच और प्रोटेक्टर भन्छ प्रोटेक्टर अब यसमा कुरा एउटा भनेदेखि मेरो यहाँ किताब छ यो किताब चाहिँ अहिले यो के भन्छ टेबलको माथि छ अब त्यो टेबलको माथि भएको किताब चाहिँ यसरी खस्नु बेलामा खस्नु नदिएर प्रोटेक्ट गरेर यसरी समात्यो भनेदेखि क्योप्पा भन्छ त्यो हाम्रो सम्बोटा लेभलमा त्यो के गरेको प्रोटेक्ट त्यो रक्षा गरेको हो धर्म भनेको कुरा चाहिँ के हो रक्षाले भनेको ल त्यसो हो भनेदेखि के रक्षा कसरी गर्छ अब त्यो चाहिँ के हो भनेदेखि जो मान्छेलाई धर्म छैन भनेदेखि त्यो मान्छे चाहिँ संसारमा खस्नु सक्छ नरकमा खस्नु सक्छ अब त्यो मान्छे नरकमा संसारमा खस्नु बेलामा अब नखसेर पछाडिदेखि त्यो के भन्छ समातेर थांकी रक्षा गर्ने एउटा चाहियो अब यो कुले गर्न सक्छ धर्मले त्यसो कारणले आफ्नो मन चाहिँ धर्ममा आउने काम पनि धर्ममा आएर हामीले धर्म गर्यो भनेदेखि त्यो धर्मलाई किन धर्म भनेको भनेदेखि आफै संसार र नरकको अनि त्यो के भन्छ मरे दुखे दुखमा अनि यसरी संसार र नरकमा पुगेर दुख यस्तो पाउनु हुन्छ त्यो नहुनुको लागि त्यसले प्रोटेक्ट गर्नेको एउटा ज्ञानलाई धर्म भनेको त्यसो कारणले हामीले के सोच्नु पर्यो धर्म भने चाहिँ रक्षा के रक्षा हो हामी संसार र अनि नरकको अनि दुःखबाट रक्षा गरेर अनि सुखमा अनि जाउन सक्ने एउटा तरिकालाई धर्म भनेको यो चाहिँ हजुरहरुलाई थाहा भयो त्यो धर्म अब त्यसलाई धर्म भनेदेखि त्यो धर्मको भित्र चाहिँ अनि मेन कुरा चाहिँ के हुन्छ भनेदेखि त्यो धर्मको भित्र चाहिँ जीवबाट गर्नेको एउटा धर्म वजनबाट गर्नेको एउटा धर्म मनबाट एउटा गर्नेको धर्म अब जीवबाट गर्नेको धर्म चाहिँ के हो भनेदेखि जीवदेखि अनि पापहरू सबै नगरेर पापहरू गर्नेको समय र गर्नेको के भन्छ खोकप अवसर मिलेर पनि गर्नु हुँदैन म बुद्ध धर्म गर्ने हो बुद्ध धर्म मान्ने हो म बौद्ध हो भनेर त्यो शीलमा बसेर बौद्धको शीलमा बसेर त्यस्तो अनि अवसर पाप गर्नेको अवसर पाएर भने नगरेर बसेको चाहिँ जीवदेखि नगरेर चाहिँ एउटा जीवदेखि गर्ने धर्म फेरि जीवदेखि कुशल कर्म र कुशल कर्म जति छ जीवदेखि गर्नु सक्ने जति छ त्योहरू गर्ने चाहिँ जीवदेखि गर्ने धर्म दुईटा भयो नि पाप निपाउने पाप
त्याग्ने अनि कुशल कर्म चाहिँ अनि गर्ने त्यसो कारणले धम्मपदमा के भनेको छ दिग्वचय मिशासिङ भनेको छ जीवदेखि अनि के अरे पापहरू नगरौँ भनेको दुई दिग्वचय जिउ र वचनदेखि अब वचनदेखि पनि अनि पाप गर्ने हुन्छ नराम्रो कुराहरू भन्ने हुन्छ त्यो बा आमा दोषको बीचमा के कुरा गरेर अनि छुटाउने कुरा त्यसो पनि गर्न सक्छ जुन ठाउँमा छिकछुक नागिल भनेर अनि चाटुरा हुन्छ मुखबाट गर्नेको वचनबाट गर्नेको पाप चारवटा त्योहरू सबै हटाएर अनि कुशल कर्म गर्ने यो एउटा अनि यो अब एउटा चाहिँ के हो यो एउटा चाहिँ के हो भनेदेखि मनबाट गर्ने एउटा धर्म हो अब बुद्धले धम्मपदको भित्र दिग्वचय मिजासिन भनेको कुरामा चाहिँ हाम्रो जिउ र वचनदेखि पापहरू नगर्ने भनेको दिग्वचय मिजासिन केवल फुसुम सबर चाहिँ भनेदेखि जिउ र वचनदेखि अनि कुशल कर्म चाहिँ गर्नु पर्यो भनेको त्यसको भित्र अकुशल कर्म पापको कर्म चाहिँ 10 हुन्छ त्योहरू हटाएर अनि कुशल कर्म 10 चाहिँ गर्ने भन्ने त्यो दिग्वचय मिजासिन केवल फुसुम छ अब सबभन्दा ठुलो धर्म चाहिँ के हो भनेदेखि रङकी सेन्ने यौसुदुल आफ्नो मनलाई अनि धर्ममा लिनु सक्नु पर्यो भनेर त्यो अब त्यो के हो भनेदेखि अब सत्य कुरामा धर्म भने चाहिँ अनि मूर्ख अनि मनले गर्नुपर्ने हो अब मनले कसरी गर्नुपर्ने भनेदेखि पहिला हामीले मन भने के हो भनेर थाहा हुनु पर्यो त्यसको पछि मनको भित्र दुईटा छ नराम्रो मन त्यसले चाहिँ इंग्लिशमा नेगेटिभ थट नेगेटिभ माइन्ड है एउटा चाहिँ के भयो एउटा चाहिँ राम्रो मन पोजिटिभ थट पोजिटिभ माइन्ड त्यो राम्रो मन हाम्रो मनको भित्र दुईटा छ नराम्रो मन एउटा राम्रो मन एउटा अब हामीले के गर्नु पर्यो नराम्रो मनहरू चाहिँ के रहेछ भनेर सबै थाहा हुनुपर्छ त्यसको भित्र राग भन्ने चाहिँ के हो दोष भन्ने चाहिँ के हो खर्साले उलाउन खोङ्डो गर्छ रिस भन्ने चाहिँ के हो त्योहरू सबै थाहा हुनु गरेर ल मेरो मनको भित्र नेगेटिभ थट नराम्रो मन यस्तो रहेछ नराम्रो सोचाइ यसो छ त्यो चाहिँ मैले हटाउँछु भनेर हटाउने फेरि मनको भित्र एउटा के छ राम्रो मन माया दया अघि भनेको जस्तो त्यो मात्र नभएर अझै मन राम्रोहरू धेरै हुन्छ नि त्यो राम्रो मनहरू सबैलाई यो चाहिँ राम्रो मन हो भनेर चाहिँ अब थाहा भएर नराम्रो मन भने चाहिँ कसलाई भन्छ भनेदेखि जो मन छ आफू र अरूलाई दुःख दिने दुःखको फल दिने त्यस्तो मनलाई चाहिँ नराम्रो मन भन्छ मन राम्रो भने चाहिँ के हो आफू र अरूलाई सुख दिने त्यस्तो अनि मनलाई चाहिँ अनि राम्रो मन भन्छ त्यस्तो राम्रो मनहरू आफूले अनि जो छ त्यो चाहिँ विकास गर्ने त्यसलाई चाहिँ अभ्यासमा ध्यानमा लिएर विकास गर्ने त्यसो कारणले हामीले के जान्नु पर्यो भनेदेखि मनको परिवर्तन मनको आफ्नो मन चाहिँ नराम्रो मनमा नगएर राम्रो मनमा अनि जानको लागि अनि हामीले अभ्यास गर्यो भने अनि नराम्रो मन चाहिँ बिस्तारै राम्रो मनमा आउँछ त्यो आएकोलाई मनको परिवर्तन भन्ने चाहिँ त्यसले भनेको त्यस्तो हामीले अभ्यास गर्यो भनेदेखि धर्म गरेको भनेको कुरा चाहिँ मेन मूल कुरा चाहिँ यो हो त्यसो कारणले बुद्धले रङकी सेम्ने यौसु दुल दिने सङ्केत त्यहाँ भनेर आफ्नो मनलाई हेरेर मन नराम्रोदेखि राम्रो मनमा ट्रान्सफर अनि परिवर्तन गरेको चाहिँ हो धर्म हो भनेको धर्म भनेको कुरा चाहिँ त्यो
त्यसको कारणले अनि धर्मको अनि बुद्ध धर्म भने चाहिँ मेन यो भयो अब त्यस्तो अनि त्यस्तो धर्म अब मनलाई प्रबोधन गर्नेको धर्ममा अनि अघि भनेको दोस्तो हिनायानादेखि लिएर अनि महायानादेखि वजनदेखि लिएर त्यस्तो धर्महरू धेरै छ त्यस्तो धर्महरू सबै अनि तेम्बा जैसा छेपा यसरी वचन गरेर भनेको देश नभएको पुस्तकहरूलाई चाहिँ अनि के भन्छ लुङ्गी छेउ भनेर अनि त्यो धर्मको पुस्तक भन्छ सच्चैको धर्म चाहिँ मनमा हामीले आउनु पर्ने हो त्यसो कारणले यो एउटा चाहिँ मलाई थाहा हुनु पर्यो अब त्यसको पछि चाहिँ अहिले म के भन्न चाहन्छु भनेदेखि अब धर्मलाई साधना कसरी गर्ने धर्मलाई अभ्यास कसरी गर्ने भनेको बारेमा भन्न चाहन्छु यो अलिकति सर्टकरीमा भन्न चाहन्छु अब हामी यहाँ एउटा चाहिँ आज अलिकति अब हामी त्यो के भन्छ चेयरमा नभयो भने तल बस्यो भनेदेखि हामीले ध्यानहरू गर्ने तरिका खुट्टादेखि लिएर सबै भन्नु सक्छ चेयर भएको कारणले अलिकति गाह्रो हो तर पनि मैले आज चाहिँ अलिकति अर्को स्टाइलले भन्न चाहन्छु आज म के भन्न चाहन्छु भनेदेखि एक दिनको भित्र धर्म कसरी गर्नुपर्छ त्योको बारेमा भन्छु मैले यो भन्न चाहन्छु है एउटा उदाहरण हजुरहरूले राम्रो सोच्नुहोस् कोहीहरूले भन्छ नि धर्म भने चाहिँ समय समयमा है खर्साती सागदावा वैशाख पूर्णमा चाहिँ धर्म गर्ने अरू टाइममा चाहिँ धर्म नगर्ने भनेर भन्छ नि त्यो चाहिँ राम्रो होइन त्यो चाहिँ के हो भनेदेखि त्यस्तो चाहिँ के हो भनेदेखि म बिमारी त हो तर पनि म दबाई चाहिँ कहिले कहिले खान्छु अनि जहिले पनि नखाने भनेको जस्तो होइन अब हाम्रो जिउदेखि लिएर मनदेखि लिएर हामी राम्रो हेर्नुहोस् त हामीले कति रोग छ हामीले मनको भित्र अनि नराम्रो मनको रोग कति छ होला अब त्यस्तो नराम्रो मनको रोगहरू त्याग्नुको लागि हटाउनको लागि हामी धर्म गर्नु पर्यो फेरि त्यो धर्म चाहिँ अनि साका दवा खर्च हात पुर्नेर औँसी मात्रै गरेर हुन्छ कि हुँदैन नि होइन आफूले फेरि टिभीको रोग नराम्रो भयो भनेदेखि अनि त्यो के अरे डाक्टर कहाँ जानु पर्यो फेरि डाक्टरले दबाई दिएर चाहिँ डाक्टरले तपाईँ अब निरन्तर त्यो दबाई खानुपर्छ भन्यो भने आफूले त्यो निरन्तर खानु पर्यो त्यो नखाएर चाहिँ एक हप्तामा एकचोटि खान्छु जस्तो एक महिनामा एकचोटि खान्छु जस्तो गऱ्यो भने हुँदैन नि त्यो रोग चाहिँ अनि हटाउन सक्दैन है त्यही कारणले बुद्धले के भन्यो बुद्ध भन्ने चाहिँ एउटा डक्टर हो मान्ने मैं बताउँछु बुद्ध एउटा स्वयं बुद्ध एउटा डक्टर जस्तो बुद्धको यो धर्म जो छ त्यो धर्म चाहिँ एउटा दबाई जस्तो हो त्यो धर्म चाहिँ कसले दिएको हामीलाई दिएको हामी चाहिँ एउटा के हो रोगी हामी रोगी हो अब हामी एउटा रोगी भएको कारणले हामी रोगीले बुद्धको धर्मको अनि त्यो दबाई चाहिँ जहिले पनि खानु पर्यो होइन त्यसो कारणले चाहिँ म अहिले के भन्न चाहन्छु भनेदेखि एक दिनको भित्र धर्म गर्नेको तरिका चाहिँ राम्रो सिक्यो भने थाहा भयो भने त्यो एक दिन गर्यो 2 दिन गर्यो 3 दिन गर्यो एक हप्ता गर्यो भनेदेखि एक हप्ता राम्रो भयो फेरि त्यही धर्म चाहिँ बिस्तारै बिस्तारै एक महिना गर्दै एक महिना राम्रो भयो त्यो बिस्तारै बिस्तारै अनि कर्सा लोचिक एक वर्ष गर्यो भनेदेखि वर्ष राम्रो भयो त्यस्तो गरेर जिन्दगी निभाएर पछि मर्नुसम्म त्यही धर्म गरेर गयो भनेदेखि आफ्नो यो जिन्दगी सबै धर्ममा लाग्यो भयो नि त्यसो कारणले पहिला हामीले एक दिनको भित्र धर्म कसरी गर्नुपर्छ भनेको बारेमा थाहा हुनु पर्यो अब त्यसमा चाहिँ म यो भन्न चाहन्छु एक दिनको भित्र बुद्ध धर्म गर्नु बेलामा हामीले 6 वटा योग चाहिँ थाहा हुनुपर्छ 6 वटा योग भने चाहिँ अभ्यास ध्यान र अभ्यास
अब यो 6 वटा योगमा यो सम्पूर्ण भाषामा के भन्छ भनेदेखि नेन्जोर ठुक भन्छ नेन्जोर ठुक 6 योग अब 6 योगमा पहिला योग नम्बर 1 के हो भनेदेखि बिहान उठ्दाखेरि कसरी गर्ने भनेको एउटा धर्मको योग तिला खर्सा दुम्दे उजला त बिहान उठ्ने बेलाको साधना योग बिहान उठ्नु बेलाको साधना योग भन्छ त्यसलाई अब त्यो चाहिँ कसरी गर्ने हो भनेदेखि म यहाँ यो भन्न चाहन्छु हामी बिहान उठ्दाखेरि जानवर जस्तो उठ्नु हुँदैन जानवरहरू उठ्नु बेलामा के गर्छ तुरुन्त आँखा यसो हेर्छ हैन तुरुन्त यता जाने उता जाने खाना खाने त्यो पानीहरू खाने त्यस्तो गर्छ नि हामीले पनि त्यही जस्तो गरेर एउटा बौद्ध एउटा उठेको जस्तो नगरेर एउटा जानवर उठेको जस्तो गरेर पनि हुँदैन भनेको तुरुन्त उठेर पेसाब फेर्न जाने त्यहाँबाट खाना के छ चा खाएछ भनेर खाने र चा पिउने मात्रमा गयो भने हुँदैन भनेको बिहान यसो त्यो हुने बेलामा ल हिजोसम्म नमरेर बस्नु सकेको राम्रो भयो अब आज मेरो दिन चाहिँ म सत्य नै एउटा मान्छे भएको कारणले मान्छे राम्रो एउटा गर्छु भन्छु बुद्धको एउटा चेला भएको कारणले एउटा बौद्ध राम्रो एउटा म गर्नु पर्यो भनेर मनमा चाहिँ यो राख्नु पर्यो त्यसो कारणले चाहिँ हामीले के जान्नुपर्छ बुद्ध चाहिँ हाम्रो एउटा मिक्वेता छ एउटा उदाहरणको रूपमा हेर्ने बुद्ध चाहिँ हाम्रो एउटा आँखाले उदाहरणमा हेर्नु पर्ने एउटा हो त्यसो कारणले चाहिँ तुरुन्त आँखा त्यो के भन्छ निन्द्राबाट आइसकेर तुरुन्त खुट्टाहरू सबै वज्र अनि खर्सा वज्र किन्डुङ छ वज्र आसन जस्तो गरेर बसेर हात मन त्यो मुटाको अगाडि मन यसो राखेर नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि सङ्घं शरणं गच्छामि भनेर पहिला चाहिँ बुद्ध धर्मसँगले ढोड पढ्यो त्यो ढोगिसकेर चाहिँ अब के गर्नुपर्छ भनेदेखि गन्ख्यु कि कुदा धागिलो गन्ख्यु कि सुन्दा धागे गन्ख्यु तो धागी थ्योइ मिची दुख्यो शो यसको मतलब के हो भनेदेखि अब बुद्ध म एउटा तपाईको चेला भएको कारणले मैले उदाहरण आँखाबाट हेर्नुपर्ने सबै तपाईँ हो अब तपाईको जिउ र तपाईको काया वचन चित्तले कति मान्छेले फाइदा भएको छ तपाईको काया वचन चित्त यस्तो शुद्ध छ यस्तो राम्रो छ मान्छे सबैले फाइदा जीव जन्तु सबैले फाइदा हुने छ त्यही दोस्तो म पनि तपाईको एउटा चेला भएको कारणले मेरो जिउ पनि तपाईकै काया जस्तो होस् मेरो वचन चाहिँ तपाईकै वचन जस्तो होस् मेरो मन चाहिँ तपाईकै चित्त जस्तो होस् भनेर राम्रो गरेर प्रार्थना गर्नुपर्छ त्यो गरिसकेर चाहिँ अब मैले आजको दिन चाहिँ एउटा बुद्धको चेला राम्रो एउटा म गर्न भन्छु भनेर त्यो गर्ने त्यहाँदेखि बिस्तारै उठेर अनि टोयलेट जाने त्यसो गरे त्यो बेलामा पनि मुखबाट अनि शाक्यमुनिको अनि मन्त्रहरू तथ्याथा मुनि मुनिमा मुनि सुहा भन्ने जस्तो फेरि दिमागको लागि ओमार वचन आदि फेरि मन राम्रो माया दया त्यो सोचेर चाहिँ ओमाने पेगो गरेर यताउता गरे मुखहरू यताउता जाने अब यो चाहिँ एउटा योग भयो बिहान उठ्ने मैले सर्टकटमा भनेको हुनु त धेरै छ ताइ निबदे ठुल्किने जोड स्नान योग साधना जस्तै स्नान हात मुख धुने बेलामा हात मुखहरू धुने बेलामा एउटा गर्नेको योग भन्छ अब यो चाहिँ के हो भने कसरी गर्नुपर्छ भनेदेखि अनि हामी त्यो के भन्छ बाथरुममा गएर अनि त्यहाँ अब पानीहरू आउँछ नि तुरुन्त पानी यसरी फ्याल्नु हुँदैन भन्छ आफूले आफ्नो अगाडि आफ्नो इष्टदेव छ भनेर सोच्नुपर्छ
अब इष्ट देवमा के हुन्छ कोहीकोहरूले अवलोकति शिवरा हुनसक्छ कोहीकोहरूले तारा देवी हुनसक्छ कोहीकोहरूले त्यो हुनसक्छ अब त्यो नभएर बुद्ध पनि सम्झे पनि हुन्छ त्यो गरेर आफ्नो अगाडि बुद्ध या इष्टदेव छ भनेर सोच्ने अनि उहाँको हातमा एउटा अनि अमृत भएको एउटा कैलाश छ भनेर फुम्बा छ भनेर सोच्ने अनि हामीले वाङ लिँदाखेरि गुरुले फुम्बादेखि पानी दिनुहुन्छ नि त्यही जस्तो सोचेर आज म मेरो अगाडि भएको गुरु इष्टदेवदेखि वाङ लिनु जान्छु भनेर सोचेर वाङ दिनुहोस् भनेर सोचेर अनि त्यहाँबाट पानी चाहिँ यसरी झारेको जस्तो सोचेर आफ्नो काला लाग्यो धारा चाहिँ यसरी छोड्ने अब त्यहाँबाट पानी अलिकति आउँछ होइन अब त्यो आयो के अरे त्यो पानी धारा आउँछ होइन पहिला पटो चाहिँ पहिला 3 चोटि पहिलाको पानी राम्रो चाहिँ अनि छोपा पूजा गरेर 3 चोटि यसो गर्ने त्यहाँदेखि अनि पानी पहिला चाहिँ बोगमा ठक्कै एकचोटि यसो हाल्ने कसा यसरी छाड्ने त्यो बेलामा ओम भनेर सोधे ओम आहुङ भन्छ नि ओमले बुद्धको काया हो आ चाहिँ बुद्धको वजन हुङ चाहिँ बुद्धको चित्त हो त्यसो गरेर ओमाहुङ भनेर राम्रो गरेर जिउ चाहिँ धुने भयो है त्यो बेलामा के हुन्छ बुद्धको कायाको अनि छिलप गर्छ आशीर्वाद बुद्धको वजनको आशीर्वाद बुद्धको चित्तको आशीर्वाद अनि आफूले पायो भनेर सोचेर अब बुद्धको त्यो वाङहरू सबै मलाई पायो भनेर सोचेर चाहिँ जिउ धुने यो चाहिँ दोस्रो खर्च स्नान योग साधना भन्छ यो चाहिँ स्नान योग साधना भयो त्यतिको दादा त्यसको पछि के हो भनेदेखि अनि 3 मा चाहिँ थ्युङ्गिने जो जस्तै साधना सान योग विधि भन्छ साधना सान योग विधि साधना सान योग विधि यो 3 मा थर्ड साधना सान योग विधि अब अहिले हजुरहरूले अहिले 4:11 भएको छ अनि अलिकति त्यो हुन्छ तर यो पनि तपाईहरुले जान्यो भने ठूलो कुरा हो अब यो अब 10-15 वर्षमा अहिले भर्खर एकचोटि भएको हैन त्यसको कारणले आधा घण्टा त के होइन लाग्छ मलाई तर पनि मैले जति सक्यो छिटो गर्छु हैन अब यस्तो धर्म कुराको लागि पहिलाको गुरुहरूले जान दिएर इन्डियामा जान्छ तिब्बतबाट इन्डियामा आफ्नो जान दिएर गएको त्यस्तो धर्महरू हो अब यसमा चाहिँ 3 चाहिँ त्यो भयो अब तेस्रोमा चाहिँ आफ्नो ध्यान बस्नु बेलामा चाहिँ आफ्नो अगाडि बुद्ध इष्टदेव जो आफूले मुल्क गुरु र मुल्क इष्टदेव मान्छ त्यही आफूले सोचेर अनि त्यसमा चाहिँ ध्यान दिएर अब बुद्धको काया वचन अनि मनको गुणहरू के छ त्योहरू सबै सोचेर आजदेखि नै म बुद्ध धर्म सँगैलाई अनि ढोक्छु भनेर चम्डो भन्छ नि चम्डो गर्छ शरण गमन गर्ने साधना त्यो सँगै हामी एउटा के रे हामी एउटा अनि
माया न बौद्ध भएको कारणले बुद्धिचितलाई ठुलो मानेर अनि जीव जन्तुहरू सबैलाई सोचेर माया र दयाहरू राम्रो सोचेर मनमा आउन सक्ने गरेर त्यहाँदेखि म जीव जन्तुहरू सबैलाई माया गर्छु दया गर्छु फाइदा गर्छु त्यसको लागि चाहिँ म बुद्ध होस् भनेर बुद्धिचित राम्रो एउटा त्यो गर्ने उत्पन्न गर्ने हो त्योहरू अनि 10 मिनेट 15 मिनेट जस्तो राम्रो गर्ने अब त्यो गर्नु सक्यो भनेदेखि अनि राम्रो हुन्छ अब त्योभन्दा अझै धेरै छ त्यो नभन्नु यति राम्रो 3 र भयो अब 4 मा 4 योग चाहिँ के हो भनेदेखि खाना खानु बेलामा पिउनु बेलामा गर्नेको योग अब त्यो चाहिँ कस्तो हो भनेदेखि हामीले खाना खानु बेलामा पिउनु बेलामा केही खानु बेलामा तुरुन्त यहाँ राखेर तुरुन्त खाने त्यसो गर्नु हुँदैन खानाहरू यहाँ आएर अनि मेमे इबियाहरू बा आमा बच्चाहरू सबैसँगै बसेर प्यार गरेर मायाले सबै बसेर अनि खानाहरू सबै ठक्कै राखेर अनि हात यसो गरेर पहिला क्षमा गर्नुपर्छ बुद्धलाई म चढाउँछु धर्मलाई चढाउँछु सङ्घलाई चढाउँछु भनेर सोचेर अब त्यसको माथि मायाहरूले म पहिला गुरुलाई चढाउँछु बुद्धले चढाउँछु धर्मले चढाउँछु सङ्घले चढाउँछु इष्टदेवहरूलाई चढाउँछु भनेर सोचेर त्यो गर्नुपर्छ सम्बोधा लेबीमा के छ भनेदेखि 상기 탐지 되고 도진 집에 뭐니 그저 숨기 싸워야 라만 남로 쳐밤불 다소 거지 새롭 탐지도 그저 숨부 남면 면되지 그저 숨부 균도 쳐발라 그저 숨기 지름 죽을 쇼 바네라 한테 소리 따라 봤어 요 비아나 브레이크파스트 간디케리 दिउँसो खाना खाँदाखेरि बेलुका खाना खाँदाखेरि चा खाँदाखेरि जहिले पनि पहिला छोपा गरेर खानुपर्छ भनेर यो चाहिँ खाना खानेको एउटा योग यो पनि सर्टकटमा भनेको अब त्यसको पछि चाहिँ हामी अनि बेलुका सुन्नुहुन्छ बेलुका सुन्नु बेलामा फेरि कसरी गर्ने सुन्नु बेलाको योग भन्छ सुन्ने बेलाको योग अब सुन्ने बेलाको योग चाहिँ के हो भने फेरि हामी बेलुका त्यो टन्न खाएर टिभीहरू हेरेर यताउता कुराहरू गरेर अनि निन्द्रा यसो आयो भने ल अब के भन्छ यहाँ के विचार गर्छ म सोध्छु भनेर सुन्ने त्यो होइन त्यो सत्य नै होइन त्यस्तो गऱ्यो भनेदेखि त जानवर जस्तो भयो नि होइन त्यो होइन अब त्यो कसो गर्नुपर्छ भनेदेखि अब बेलुका नसुन्नेको अगाडि चाहिँ बुद्धकै ठाउँमा गएर 3 चोटि ढोक्ने छाप गर्ने 3 चोटि नमो गुरुवे नमो बुद्धाय नमो धर्मय नमो सङ्घाय गरेर ढोक्ने ढोकेर चाहिँ तल बसेर त्यो बसेर ल आजको दिनमा मैले बिहान मैले बुद्धलाई म बुद्ध जस्तो गर्छु भनेर धेरै मैले त्यो सोच्यो र त्यो थाम्चा वचन दिएको छ त्यो जस्तो मैले यो आज दिनको भित्र मैले बुद्धले भनेको जस्तो गरेको छ वचन गरेको जस्तो गरेको छैन पाप कति गरेको छ राम्रो कति गरेको छ कुशल कर्म कति गरेको छ अकुशल कर्म कति सबै याद गर्नुपर्छ याद गरेर अकुशल गरेकोहरू पाप गरेकोहरू सबै याद राखेर ओहो म एउटा मान्छे त्यसको माथि एउटा बौद्ध त्यसको माथि म महाबौद्ध एउटा त्यो बौद्ध एउटा हो मैले बिहान यस्तो बुद्धले यस्तो सोचेको छ यस्तो वचन दिएको छ अहिले यत्रो मैले अनि पापको काम गरेको छ यो त भएन भनेर अनि बुद्धकै ठाउँमा ढोकेर चाहिँ अनि स्यापा र जस्तै पापहरू त्याग्नुपर्ने र दोषहरू जुन गरेको नराम्रो कार्यहरूलाई चाहिँ अथवा चाहिँ अबदेखि चाहिँ माफी चाहन्छु जस्तै हामीले एउटा पस्तावा आउँछ नि मैले नराम्रो काम गरेर चाहिँ अबदेखि म नराम्रो काम गर्दिनु अब म राम्रो कार्य गर्छु भन्ने एउटा विचार भावनामा चाहिँ एउटा परिवर्तन त्यतिखेर गर्नुपर्छ भनेर कुरो बताउँदै हुनुहुन्छ नराम्रो काम गरेको चाहिँ धेरै याद गरेर अब बुद्धलाई सरी मैले यसो गर्नु पर्यो सरी भनेर चाहिँ स्यापा गर्ने भन्छ सम्बोधनले फेरि यतापट्टि राम्रो कुशल कर्म राम्रो के गरेर सबै याद गरेर ल आज मैले बुद्धले
अनि भनेको जस्तो यति काम राम्रो गर्न सक्यो यो राम्रो भएछ अब म भविष्यमा पनि यस्तै म गर्छु अझ यो भन्दा धेरै गर्छु भनेर चाहिँ मनमा राख्ने त्यो राखिसकेर अनि बल्ल उठेर चाहिँ मुख सुखहरू सबै धोएर अनि के अरे ओछ्यानको भित्र पस्ने बेलामा चाहिँ बुद्ध शाक्य मुनि सुत्नुको तरिका छ नि त्यो निर्वाणको ठाउँ हो त्यस्तो गरेर चाहिँ यसोरी गरेर अनि मनको त्यो आफ्नो मनको भित्र छ नि सक्यो भने यो गर्नुपर्छ नसुत्नुको अगाडि त्यहाँ ओछ्यानमा बसेर अघि बिहान बुद्ध आफ्नो अगाडि बुद्ध सोचेको छ कि त्यो बुद्ध गुरु बुद्ध यसोरी आएर माथि आफ्नो टाउको माथि बसेको भनेर सोच्ने भन्दै जग्गा लमर बुझ्यो ताकि चौर पेन्टे तिङझोला भन्छ फेरि त्यहाँदेखि बिस्तारै हाम्रो यहाँ नाव छ हो त्यो नास्ता छ त्यो नास्तामा लम बुद्ध गुरु बुद्ध चाहिँ नास्तामा यसोरी बसेर चाहिँ आफ्नो निङलाई धर्छ चित्तको बिचमा अनि गुरु बुद्ध बसेको छ भनेर सोच्ने त्यहाँदेखि अनि ओछ्यानको भित्र बसेर सोध्ने बेलामा त्यही मनमा राखेर मेरो मनकै भित्र बुद्ध शाक्य मुनि छ भनेर मुनि मुनि मामुनि सोहा अनि माया दयाहरू सोचेर सोध्नुपर्छ अब त्यसरी सोध्यो भनेदेखि 3 घण्टा 4 घण्टा 5 10 घण्टा जति सोध्यो सबै कुशल कर्म हो अब अहिलेसम्म हामीले कतिचोटि सुतिसक्यो होला कति घण्टा सुतेको छ है हाम्रो यो जिन्दगीको भित्र अब 80 वर्षसम्म बस्यो भनेदेखि मेरो विचारमा 25 वर्ष सुतेको है अब 25 वर्ष चाहिँ अब अहिले यस्तो ज्ञान नपाएको कारणले 25 वर्ष चाहिँ पापमा गयो अब यो ज्ञान पाएर यस्तो गरेर अझ सुत्यो भनेदेखि सबै सुतेको सबै धर्ममा लाग्यो ठिक भयो है अब हजुरहरूले अघि भनेको जस्तो मैले ठ्याक्कै राख्यो भनेदेखि अब यो 25 वर्षभन्दा अझै क्वेसनमा जानु सक्छ त्यसको कारणले त्यो ज्ञान भने चाहिँ धेरै ठुलो कुरा हो भने 1-2 मिनटमा पनि ज्ञान पाएर धेरै फाइदा भएको छ यो भयो अब त्यो चाहिँ के भयो सुत्ने बेलामा त्यो गर्नेको तरिका हो यही दोषो गरेर फेरि भोलि बिहान उठ्ने बेलामा अघि मैले भनेको दोषो गरेर त्यो योग गर्ने अब यो एउटा कुरा राख्नुहोस् अब अघि 5 वटा भयो नि अब अर्को टाइममा अर्को समयमा योग गर्नेको तरिका चाहिँ के हो भनेदेखि म एउटा कुरा राख्छु धर्म भन्ने चाहिँ सबभन्दा ठुलो कुरा चाहिँ मन राम्रो हुनु पर्यो त्यसो कारणले हजुरहरू बिहान घरमा बस्नु बेलामा पनि बाआमा मेमे इबीले बाआमादेखि लिएर बच्चाहरू सबैलाई मन राम्रोदेखि हेरेर माया दया गरेर बस्नु है अब बाआमाले पनि त्यो गर्नुहोस् बच्चाले त्यो गर्नु फेरि घरबाट झिकेर यसो घरबाट निक्लेर जाँदाखेरि मान्छेहरू भेट्छ नि आफ्नो चिनेको मान्छेहरू पनि भेट्न सक्छ नचिनेको पनि भेट्न सक्छ नि जो मान्छे आफूले भेट्छ सबैलाई त्यो आँखादेखि राम्रो हेर्नुपर्छ त्यो चिन्चुमा ग्रान्डमा भनेको छ नि है झङसिङ छाम्बे छुल्किता भनेर त्यसको मतलब के हो भनेदेखि मनुष्यताले माया दयाले हेर्नुपर्छ भनेको त्यसको पछि के गर्नुपर्छ अब आँखाले राम्रो हेरेर त्यसको पछि स्माइल गर्छ हाँस्नुपर्छ जति धेरै हाँसेको त्यो दबाई हो छेउमा पनि सबभन्दा राम्रो भन्छ त्यो साइन्टिस्टहरूले पनि यो दबाई हो भन्छ भित्रदेखि नै हाँस्नुपर्छ बाहिर मात्र होइन भित्रदेखि नै अनि हाँस्नुपर्छ अब आफूले अरूलाई आँखाले राम्रो हेर्यो फेरि स्माइल हाँस्यो भने उसले पनि यता रिटर्न के आउँछ स्माइल आउँछ स्माइल आयो भने के कुरा गर्न मन हुन्छ फेरि टसिदिले फेपोला गुड मर्निङ सबै त्यहाँबाट आउँछ अब त्यो आइसकेर ह्यान्डसेकहरू गर्ने फेरि चाहरू पनि सँगै खाने खुसीले माया दयाले खाने त्यसो गरेर चाहिँ एक दिनको भित्र
जो अघिको 5 वटा समय नभएको समय छ त्यसमा चाहिँ मन शुद्धले मन राम्रोले माया दयादेखि गर्नुपर्छ। तर म यहाँ एउटा कुरा राख्छु, उसले मलाई नहाँस्यो भनेदेखि म उसले नहाँस्ने भने त्यो चाहिँ नसोच्नुहोस् है। उसले आफूले राम्रो गरोस् या नराम्रो गरोस्, राम्रोले हेरोस् या नराम्रो हेरोस्, राम्रो भनोस् या नभनोस्, मेरो जिउदेखि वचनदेखि मेरो मनदेखि सबैले म राम्रो गर्छु, यही मेरो धर्म हो भनेर सिधा जानुपर्छ। हो त्यसो भएदेखि एक दिनको समय सबै धर्ममा भएको, त्यस्तो गरेर 2 दिन 1 हप्ता 1 महिना त्यस्तो गरेर चाहिँ जिन्दगी निभाएर बुद्धको एउटा चेला राम्रो चेला बनेर पछि मर्नु बेलामा जति अहिले समयमा धर्म अभ्यास गर्छ, अब लास्टमा मर्नु बेलाको टाइममा जो गरेको थियो त्यो गर्नु सक्छ। त्यो गर्नु बेला मर्नु बेलामा माया दया बुद्ध चित्तदेखि मर्नु सक्यो भनेदेखि नरकमा हामी खर्च के भन्छ नरकमा जन्मिँदैन, नरकमा जन्मिँदैन। दलाई लामाजीले के भन्नुभएको, हजुरहरूले बुद्धचित मन यस्तो उपन्न गरेर मर्यो भनेदेखि नरकमा जान्दैन भनेर म साइन गर्छु भन्नु थाहा भयो। अब यो जिन्दगी पनि सुख धर्ममा गयो, मर्नु बेलामा पनि धर्ममा गयो, पछि नरकमा पनि नपुगेर फेरि गन्ध देखेर जस्तै सुगति लोकमा फेरि आउन सक्यो, फेरि धर्म गर्ने। यसरी बिस्तारै बिस्तारै बुद्धसम्म पुग्नु पर्यो। योलाई भनेको धर्म गर्नेको तरिका हो। लसो आज चाहिँ यो भन्न चाहन्छु। अब लास्टमा एउटा कुरा, धर्मले कसरी संरक्षण गर्ने भनेको कुरामा अब यो एउटा भन्छु, त्यहाँदेखि राख्छु। अब हामीले राम्रो सोच्छौँ है, बुद्ध धर्म राम्रो हो मात्र भनेर हुँदैन। यदि बुद्ध धर्म राम्रो हो भनेदेखि त्यसलाई संरक्षण गर्नुपर्छ। त्यसो कारणले हामीले बुद्ध धर्मलाई संरक्षण गर्नेको तरिका 3टा छ, त्यो बुद्ध स्वयंले भनेको हो। यो आज भन्न चाहन्छु। एउटा चाहिँ के हो भनेदेखि, यदि हामी बुद्ध धर्मलाई संरक्षण गर्ने हो भनेदेखि बुद्ध धर्मले धेरै पढ्नुपर्छ, धर्मको शिक्षालाई धेरै जानकार गर्नुपर्छ। यो एउटा लुङ्गी तेबा जिम्बा भन्छ। 2 तोपे तेबा जिम्बा भने चाहिँ 2 चाहिँ के हो भनेदेखि दोस्रोमा चाहिँ बुद्ध धर्मलाई धेरै ध्यान र अभ्यास गर्नुपर्छ। यो चाहिँ धर्मलाई संरक्षण गर्ने तरिका 2। 3 हाम्रो समाज, हाम्रो यो खर्च देशमा भएको राजा हो, धर्मराज भयो भने धर्मराज, मन्दिरदेखि लिएर हामी गृहस्थीदेखि लिएर सबैले आफूले के छ गुणहरू शक्तिहरू के छ। पैसा भएको मान्छेले धर्मलाई संरक्षण गर्नको लागि पैसा दिने, पैसादेखि काम गर्ने, फेरि शक्ति भएकोहरूले शक्तिले गर्ने, फेरि अनि खर्च दिने, दिमाग भएको मान्छेहरूले दिमागले त्यो गर्ने। त्यस्तो गरेर बुद्ध धर्मले संरक्षण गर्नुपर्छ भने यो चाहिँ 3 यो 3 चाहिँ बुद्ध स्वयंले कङ्क्युको भित्र भनेको कुरा। अब त्यसको माथि मैले एउटा प्लस के भन्न चाहन्छु भनेदेखि समय अनुसारदेखि बुद्ध धर्मलाई संरक्षण गर्नुपर्छ भने यो चाहिँ मैले प्लस र एउटा गरेको। अब अहिले समय अनुसार भन्दै अहिले समय कहाँ पुगेको छ। अहिले त हाम्रो मोबाइलदेखि लिएर, पहिला मोबाइल भन्ने छैन, टिभी पनि छैन होइन, अनि यो के भन्छ ल्यापटपदेखि अरू फेसिलिटी केही छैन नि। अब अहिले के गर्नुपर्छ भनेदेखि यो रेडियोदेखि लिएर टिभीदेखि लिएर त्यसमा पनि बुद्ध धर्म परिचय गर्नुपर्छ। फेरि हाम्रो यो के भन्छ न्युज पेपरमा पनि बुद्ध धर्महरू चाहिँ त्यो लेखेर गर्नुपर्छ, प्रचार गर्नुपर्छ। त्यो मात्र नभएर मोबाइल फोनमा पनि
अनि हाम्रो त्यो इन्टरनेटमा पनि बुद्ध धर्महरू त्यो गरेर अब हजुरहरू इन्ट्रेस्ट छ भनेदेखि युवा युवतीहरू तपाईहरु त्यहाँ जानुस् इन्टरनेटमा त्यो आफ्नो फोनमा छ नि इन्टरनेटमा युट्युबमा जानुस् त्यसमा चाहिँ गेशे लोप्साङ दावा भनेर लेख्नु गेशे लोप्साङ दावा तपाईहरुले त्यो चाहिने छ भनेदेखि फेसबुक र त्योहरु सबै चाहिएदेखि मेरो यहाँ अहिले लेखेको छ त्यो चाहिँ फोटो खिच्नु अब गेशे लोप्साङ दावा भनेर लेखेर युट्युबमा गयो भने त्यो भित्रमा मेरो धर्म बुद्धको धर्म परिचय गरे तिब्बतीमा भएको नेपालीमा भएकोहरु सबै त्यहाँ छ त्यहाँदेखि तपाईहरुले धेरै पढ्न सक्छ धेरै त्यो गर्न सक्छ अस्ति यताउता धर्म परिचय गरेको नेपालीमा गरेको सबै त्यहाँ हालेको छ त्यस्तो गरेर चाहिँ अनि तपाईहरुले त्यसो गरे भने राम्रो त्यो नाम चाहिँ गेशे लोप्साङ दावा लेख्नुहोस् है अब नेपाली चाहियो भनेदेखि टिचिङ इन नेपाली लेख्यो भनेदेखि आउने रहेछ मैले अघि बिहान गरेको टिचिङ इन नेपाली भनेर हो त्यसो गरेर धर्म टिचिङ इन नेपाली भनेर आउने रहेछ हो त्यसो गरेर जो होस् अहिले समयमा जति त्यो छ फेसिलिटीहरु छ त्योहरु युज गरेर धर्म प्रचार गर्नुपर्छ धर्मले संरक्षण गर्नुपर्छ हो त्यो चाहिँ तपाईको मनमा राख्नुस् अब लास्टमा अनुरोध एउटा गर्न चाहन्छु अब मैले यताउता जहाँ गए मैले देखेको छ हाम्रो बौद्धको समाज धेरै रहेछ अब बौद्धको समाज भएको पनि धेरै राम्रो पहिला कुरा भन्यो भने अहिले धेरै राम्रो पहिला गाउँतिर त यस्तो छैन अहिले धेरै राम्रो तर म अहिले यो के भन्न चाहन्छु देखि समय अनुसार देखि आफ्नो समाज पनि अलिकति विकास गर्नुस् बाहिरको विकास मात्र नभएर धर्ममा विकास गर्नुस् त्यसो कारणले हाम्रो बौद्धहरूको समाजको भित्र बुद्ध धर्म एउटा पढ्नेको तरिका एउटा पढ्नेको केन्द्र कार्य एउटा चाहिँ बनाउनुस् त्यहाँ इन्डियामा हजुरहरू दोस्तो क्रिस्चियनहरूले कसो गर्छ भनेदेखि एक हप्तामा 2 दिन बुद्ध धर्म पढ्छ त्यो पढ्दै धर्ममा यस्तो राम्रो भएर अनि कहिले लामाहरू भन्दा पनि उनीहरू त्यो बुद्ध धर्ममा अलि राम्रो शिक्षा भएको त्यस्तो छ यस्तो कहानी धेरै छ एउटा कहानी एउटा भन्छु एउटा चाहिँ धेरै मैले यताउता भने अर्को एउटा भन्छु लद्दाखमा अनि लद्दाखको गृहस्थीहरू चाहिँ बुद्ध धर्म धेरै पढ्यो अब त्यो पढ्दै अनि दलाई लामाजीले भन्नुभयो तपाईहरुले बुद्ध धर्म पढ्नुपर्छ पढेको अहिलेसम्म पढेको राम्रो हो अब इन्डियाबाट साउथ इन्डियाबाट अनि त्यो गेशे खेम्बुहरू आउँछ लामाहरू आउँछ तिमीहरू सबैले बुद्ध धर्मको बारेमा उनीहरू आयो भने तुरुन्त खोकप अवसर लिएर सोच्नुपर्छ बुद्धिजीत भने के हो आत्मा भने के हो बुद्ध धर्मसँग के हो सोच्नुपर्छ भनेर भन्नुभयो त्यसो कारणले चाहिँ अनि उनीहरूले हामी लामाहरू चाहिँ त्यहाँ पुग्दाखेरि हामीले पुज्छ रहेछ अब यो एउटा लामाले पुज्यो दुईटाले पुज्यो अब लामाहरू पनि डरेर छ अब ओहो अब लद्दाखमा जानु बेलामा होस गर्नुपर्छ है होस रे हो होशियार गर्नुपर्छ है गृहस्थीहरूले चाहिँ बुद्ध के हो धर्म के हो संघ के हो आत्मा के हो चार आर्य सत्य के हो भनेर सोच्छ त्यो बेलामा तयार हुनु पर्यो भनेर डरेर बस्छ रे कोहीहरू चाहिँ छ नि पुजारीहरू चाहिँ भागेर जान्छ रे त्यो गृहस्थीहरू ओ अब त यहाँ नबस फेरि क्वेसन आउँछ हामी भन्नु सक्दैन लास्ट भाग भन्छ रे हो त्यस्तो बनाउनु पर्छ गृहस्थीहरूले धर्म परेर हो यो चाहिँ म अनुरोध गर्न चाहन्छु थ्यांक यू